हेलो गाइज, आज चाहिँ म एउटा कुरा भन्दैछु। मैले भोगेको कुरा हो है, मैले आफूले भोगेर भन्दैछु। अब हजुरहरूलाई कस्तो लाग्छ सुन्नु है, कमेन्ट गर्नु त्यस्तै कमेन्ट। तर म नेपाल गएको थिएँ, जाँदाखेरि पनि बसमै गएको थिएँ, आउँदा पनि बसमै रिटर्न भएँ। अनि के भयो भन्दाखेरि मलाई अहिलेसम्म 3 दिन भइसक्यो म आएको। अहिलेसम्म मेरो पुरै घुमेकै छ क्या। काममा त जानै पऱ्यो, बाध्यताले जानै पऱ्यो, नगएन भने फोन गरे गर्छन्। 15 दिनको छुट्टी लाग्यो, 1 महिना भइसक्यो फोन गरेको गर्छन्। अहिले नि काम गरेर आएको भर्खर। यस्तो घुमाइरह नि मलाई, कता ढलम भइरहेको आउँछ, यस्तो घुमाइरहेको छ। तर थोरै रुपियाँ धेरै भए पनि प्लेनमा जान सजिलो। यहाँबाट एयरपोर्ट जानलाई 1 घन्टा लाग्छ। अनि एयरपोर्टबाट प्लेनमा चढ्यो भने 2 घन्टामा लखनऊ पुऱ्याइदिन्छ। लखनऊबाट 5-6 घन्टामा घर पुगिजान्छ आरामसित। यो गाडीमा 3-4 दिन लगाएर लास्टै हुँदो रहेछ क्या। घुमाइ लगेर कहाँ रोक्छन् फेरि टाइममा नि पुऱ्याइदिन्नन्। यस्तो झ्याउ हुन्छ गाडीमा जान त। त्यही भएर गाइज, बरु बसमा भन्दा नि प्लेनमै जान सजिलो। थोरै रुपियाँ 2-4 हजार रुपियाँ त हो, त्यहाँभन्दा के हुन्छ 2-4 हजारले भनेर मात्रै सोचेर प्लेनमा नजानेलाई धेरै घाटा छ। अहिलेसम्म चक्कर आउँदैछ मलाई, यस्तो हुन्छ गाइज। तर बसमा चाहिँ खत्तम हो क्या। बसमा पहिला त थाहा थिएन, अहिले सब सुविधा छ। तर प्लेन जान सजिलो हो, बसमा त खत्तम। बसमा त चक्कर आएको अहिलेसम्म चक्कर आएको आइछन्। उल्टी उस्तै हुने, अब मलाई त उल्टी हुन्न, तर अलिअलि भएको थियो। चक्कर आउँदाखेरि यस्तो उल्टी आउने जस्तो त भएको थियो, उल्टी भएन। उल्टी हुनेलाई त लास्टै दौ हो नि त। एक त सिट पाइन्न राम्रोसँग, बसमा 5-6 जना हालेको हुन्छ, प्याक हुन्छ पुरै। खुट्टा सिधा गर्ने ठाउँ पनि हुन्न क्या बसमा त। गाह्रो छ यो बसमा जानलाई त।